माई ड्याड ब्रोक माई भर्जिन क्या अब त्यो भन्दाखेरि पनि साइको हुन्छ क्या दाइ बाबा साइको हुन्छ क्या त्यो दिन म यति रोएँ होइन यति रोएँ अनि त्यसको भोलिपल्ट कि पर्सि भोलिपल्ट पनि फेरि त्यही रिपिट भयो होइन त्यसपछि म गएँ माइल बाबाको घरमा गएँ क्या अनि माइल मम्मी हुनुहुन्थ्यो फुपू हुनुहुन्थ्यो अनि हजुरआमा हुनुहुन्थ्यो अनि मैले भनेँ मलाई ड्याडले यस्तो यस्तो गर्नुभयो हिजो अस्ति फुलचोकी गएको थिएँ अनि यस्तो यस्तो गर्नुभयो म घर नजा डर हुन्छ नि त दाइ हो कि ल भनौँ न अनि मैले त्यसो भनेर म नमिठो रोएँ क्या दाइ मलाई घर जान हात खुट्टा कामिरहेको थियो क्या म घर नजाने मलाई फेरि त्यस्तै गर्छ म घर जाँदै नजाने भने क्या दिदी मलाई फेरि त्यस्तै गर्छ म नजाने भन्नु भने दिदीहरूले चाहिँ अनि नजाने भन्नुभयो होइन अनि पछि ड्याडले बोलाउनु भयो क्या अनि आएँ अनि पछि अङ्कल पुलिसमै हुनुहुन्थ्यो नि त अनि अङ्कललाई पनि भनेँ क्या मैले अनि ड्याडले मलाई यस्तो यस्तो गर्नुभयो यस्तो गरेर म फुलचोकी गएको थिएँ त्यो भिडियो मैले हेरे पनि थिएन के पनि थिएन तैँले हेरिस् होला अब यस्तो यस्तो कस्तो कस्तो लाग्यो यताउता भन्नु मलाई यस्तो गर्नुभयो भनेको अनि अङ्कल आउनुभयो कि अङ्कल ड्रेसमै आउनु भएको थियो अनि अङ्कलले चाहिँ म मेडिकल चेक गर्न लान्छु भन्नुभयो क्या मैले सिधै भनेको ड्याडीले चाहिँ होइन कि होइन मैले त्यस्तो गरेको छैन भन्नुभयो नि त अनि मैले सिधै भनेको क्या मलाई मेडिकल चेक गर्न लैजानु होइन गरेको हो कि होइन सबै थाहा पाउनुहुन्छ हिजो पनि गरेको आज पनि गरेको म यो घरमा बस्दै नबस्ने भनेर भनेको क्या मैले मलाई घरभित्रै छिन डर लाग्यो क्या दाइ अनि अङ्कल माइलो बाबा अनि माइलो मम्मी फुपू आउनु भएको थियो होइन मलाई लिएर यसलाई मेडिकल गर्न लगिस् भने होइन म सबैलाई काटिदिन्छु भन्नुभयो क्या ड्याडीले त्यो सुनेर मलाई कसैले पनि मेडिकल गर्न लान आँट गर्नु भएन क्या अङ्कलहरूले बोल्नु नै भएन क्या त्यसपछि